धेरै ढिला सुस्ती भयो, धेरै चाहिँ तानतुन भयो। म यस्तो किसिमको तानतुनहरू हैन आफ्नो एउटा सीमित स्वार्थको लागि, राष्ट्रको स्वार्थ हेरेको होइन, आफ्नो सीमित स्वार्थको लागि चाहिँ तानतुन गरेर काम चाहिँ लम्ब्याइदिने यस्तो किसिमको प्रवृत्ति नहोस् भन्ने चाहिँ चाहन्छु। यस्तो किसिमको प्रवृत्ति मैले देख्यो भने म चाहिँ सहन्न हैन। मैले मेरो 6 महिनाको कार्यकालमा जे भएन यो कुरो चाहिँ म चाहिँ पटक्कै सहने छैन। हेर्नुहोस्, कुनै कुरालाई तानतुन गरेर अल्झ्याउने, के को लागि अल्झ्याउने भन्दाखेरि राष्ट्रको स्वार्थको लागि अल्झ्याउने होइन कि व्यक्तिगत स्वार्थको लागि अल्झ्याउने काम चाहिँ नहोस्। यो म आफू भुक्तभोगी भएको कुरा हो। त्यो कुरा हाम्रो सचिवज्यूलाई पनि थाहा छ के कति कारणले अल्झिएको हो भन्ने कुरो। र त्यो कुरो अब के कसरी हुन्छ, अब खास गरी अहिलेको स्थिति भनेको चाहिँ के छ त भन्दाखेरि यो छोटो